गाइज नमस्ते, फेरि पनि म भ्लग लिएर आइसकेको छु। वेलकम टु माई भ्लग। हावा पनि यहाँ खतरनाक चलिरहेछ। अनि यहाँ हामी अब यहाँनिर धान रोप्छौँ। अब धान रोप्ने सिजन आएको छ नि त, असारको महिना लागेको छ। अब हामी यहाँनिर धान रोप्छौँ 1-2 दिन पछाडि। यहाँनिर हेर्नु पटुवा घन्सीहरू। यहाँ चाहिँ म आफ्नो घर पछाडि जाँदैछु। अनि घर पछाडि जान्छु। यहाँ हेर्नु हाम्रो यता हरियाली छ। कता कता मलाई यो हरियालीमा डर पनि लाग्दैछ। आवाज यस्तो कराइरहेछ कि यहाँ बिहानै। अब चाहिँ हामी उता पर जान्छौँ हेर्दै। यहाँनिर चाहिँ मलाई नै यहाँ के भन्छ लुकाउला जस्तै लागिरहेछ। हेर्नुहोस् त, यहाँ म झन्डै यहाँ लडेको थिएँ एकपल्ट। म पनि जान्छु, तपाईँ एक्लै नजानु। म पनि जान्छु त, जाउँ न त। लगि त रहेको छु नि तिमीलाई मैले। जाउँ यहाँ, तिमी त पुरिहाल्छौ होला। पटुवा। हामीले यहाँ धेरै रोपेको थियौँ यो वर्षको पटुवाहरू। अब म उता जान्छु यतातिर। पटुवा हामीले यति धेरै रोपेको थियौँ कि अब त म नै छोप्न थालिसकेको छु। बाफ्रे, यता बाघ पस्ने गुफा जत्रै पो आइहाल्यो त। हामी यहाँनिर अब धान रोप्न आँटेको भन्नाले अब 2-3 दिनमा रोप्ने। अझै यहाँ छ कति धेरै छ। अब हामी अर्को बाटोतिर जाऊँ है। सबै बाटो यस्तो छ कि यहाँ अब यहाँ पनि रोप्न आँटेको। उता परको खेत चाहिँ मेरो ठुलो मम्मीहरूको हो। अनि यता त्यहाँ हरियो देखिरहनु भएको छ नि, त्यो चाहिँ। अब यहाँनिर हामी हिलोमा धस्छौँ होला। धस्यो भने त धस्यो। हेलो म त आउँदैछु। मलाई चाहिँ पिछाडि छोडेको, म पनि अगाडि जान्छु। ल जाऊ। म पनि आउँछु धसी हातमा बोकेको छु हँसिया। अब यो हामी सानो खोला हामी सानो एउटा खेत पार गरिसक्यौँ। अब यहाँनिर यो आएको छ, यो बिउ मकै धानको बिउ आएको छ। यतापट्टि छेउको यो चाहिँ ठुलो मम्मीहरूको बिउ हो भने। त्यो परको देखिरहनु भएको छ नि 3वटा। यो होइन, यो पनि यो सानो, यो पनि ठुलो मम्मीहरूकै बिउ हो भने। यो परको यो एउटा सानो हाम्रो बिउ हो। यो बिउको नाम मलाई त जानकारी भएन। अनि यो पछाडिको ठुलो यो बिउ पनि हाम्रै बिउ हो। अब हाम्रै बिउ यो पनि। अब हेर्नु यहाँ हाम्रो हरियाली चाहिँ धेरै हो नि बुझ्ने। दादा जाउँ न उता पोखरीतिर। ल कता छ हौ पोखरी चाहिँ? तिनीहरू छ त। ल अहिले गइहाल्नुपर्छ, हुन्छ? ल माया नजारा हेरौँ न। यहाँनिर हामी पोखरी छेउ आइपुगिसकेको छौँ। हेर बहिनी पोखरी, हेर त। वाउ, कस्तो ठुलो रहेछ पोखरी त। यो चाहिँ मेरो अर्को ठुलो बाबाको पोखरी हो भने। त्यहाँ पर एउटा अर्को पोखरी छ, त्यो पोखरी पनि हेर्ने। त्यो यहाँ धेरै रुखहरू छन्। अब थोरै जाउँ न अर्को पोखरी पनि आउँछ, सानोवाला हुन्छ बुनु। हुन्छ दादा जाम। यहाँबाटै देखिसक्यो। तिमी नजाने कुदेर? म त हेरिहालेँ। यस्तो खतरनाक। यो चाहिँ हाम्रो सानो पोखरी हो। यो पोखरी चाहिँ त्यो अहिलेको भन्दा त धेरै सानो छ। अब हाम्रो घर हेर्नु ल, हाम्रो घर त्यो परको हो। देखेन होला, म जुम गरिदिन्छु लु। हेर्नुहोस्, हाम्रो त्यहाँ आँपको बोट छ, लिच्चीको बोट। हाम्रो घर हो त्यो हो। अघि हामी हो त्यहीँबाट पछाडि गर्दै आएको। अनि यहाँ हामी यत्रो पर आइपुगेको थियौँ घुम्दै मेच पार गरेर भनौँ न। अनि यता अब खोला जानु पर्ला हौ बुझ्ने। जाने नि दादा। जाउँ न त, जाउँ उतातिर घुम्नुपर्छ एकछिन। ल हुन्छ, जाउँ।
हामी त यहाँको बाटो आइपुगिसकेको छौँ। खोलाको बाटोतिर हामी छिरिसकेका छौँ। बहिनी खोला नहेर्ने त। म अगाडि जान्छु नि। होइन म पनि जान्छु, तिमी मात्र अगाडि गर हुँदैन। यहाँ हेर्नु हजुर, यस्तै राम्रो नजारा छ। यहाँ हामी दुईजना यहाँ हेरिरहेछौँ बसेर। यहाँनिर बहिनीसँग बसेर हातमा छ मेरो, हातमा छ हँसिया। बहिनीसँग बसेर हेरिरहेछौँ खोला। खोलाको भयो बाढी आएर बेहाल हो कि बहिनी। खोलाको हालतै अर्कै छ, तर आफ्नै खोला हो आफ्नै। अनि यहाँ हामी गयौँ खोलामा पानीमा एकछिन खुट्टा धुन जानु पर्छ भन्दै गयौँ। खुट्टा फोहोर भएको थियो नि त अघि त्यहाँ हिँडेर बारीमा। अब हामी खुट्टा धुन्छौँ। बहिनी धुम खुट्टा छिटो। ल दादा। उतानेरि अब हाम्रो घर छेउमा यो बिउ रोपिरहनु भएको रहेछ धानको। यहाँ चाहिँ हाम्रो मम्मी पनि निस्किनु भएको छ। कहाँ हुनुहुन्छ मैले त देख्नै सकिनँ। यहाँ हेर्नु, यहाँ पनि हाम्रो घर छेउमा रोप्न थालिसक्नु भएको छ भने अब हामी चाहिँ घरतिर लागौँ। घरतिर अगाडि अब आयो म बन्दै राजा। बजाइदिन्छु बहिनीको बाजा। बहिनी कुद्न थाल्यो, म फर्स्टमा सुरुमा जान्छु भनेर। र हामी अब हाम्रो गाउँको बाटोमा आइसकेको छौँ। म चाहिँ अगाडि गएर चाहिँ दादा चाहिँ पछाडि आउँदै हुनुहुन्छ। अब हाम्रो गाउँको बाटोमा आइसक्यो, घर पनि आइसक्यो। तर मलाई चिलायो टाउकोमा। अनि अब गइसक्यो, कति छिटो हिँडेको त। हिँड्छु त। अब हाम्रो घरमा हाँस चाहिँ हाँस यति धेरै हाँस छ कि हाम्रो माउले पारेको 8 कि 9 हाँसहरू छन्। हो त दादा। हाँसहरू खाना खाइरहेका छन् मजासँगले भने हामी यहाँ अर्को नजारा छ। फेरि यहाँनिर मेरो मम्मी यहाँ हुनुहुन्छ घाँस काट्दै। अनि गाइज यो पालिको भ्लग धेरै लामो भयो, त्यसैले अब हामी यिनीहरू बिदा हुन चाहन्छौँ। अब अर्को भ्लगमा बाई बाई।